सबैलाई जय भीम, नमो बुद्धाय, जय आदिवासी, जय नेपाल भन्न चाहन्छु। आज नेपालमा हामीले अम्बेडकर जयन्ती 2018 देखि प्रमुख अतिथि नृपबहादुरको पहिलो अम्बेडकर जयन्ती धनगढी महानगरपालिकाका मेयर नृपबहादुरको हातबाट बाबा साहबको अम्बेडकर जयन्ती मनाएका थियौँ भने आज नेपालमा मात्र नभएर विश्वभरि नै अम्बेडकर जयन्ती जर्मनमा मात्र हिजो पार्लिमेन्टमा नै बनाएको छ र निरन्तर रूपमा अम्बेडकर जयन्ती बनाउने कार्य बढिरहेकोले बाबा साहबको मिसन, तथागतको मिसन, मूल निवासीको मिसन साथै आज मलाई सबैभन्दा भाग्यमानी म यसमानिमा ठान्दछु आफूलाई सम्माननीय सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मिया साहबले यो आतिथ्यलाई स्वीकारेर नेपालमा सबैभन्दा ठुलो एउटा स्थापित डाक्टर भीमराव अम्बेडकर सिम्बल अफ नलेज भनेर चिन्दछन् डाक्टर बाबा साहब अम्बेडकरलाई विश्वमा। त्यसको जयन्तीको प्रमुख अतिथ्यता स्वीकारेर हामीमा आइदिनु भयो र बाबा साहब अम्बेडकरको 134औं जयन्ती मनाउनको लागि मनाएर साथ दिनुभएकोमा हृदयदेखि नै नमन गर्न चाहन्छु। वास्तवमा आज नेपालमा हजुरहरूले सबैले अग्रजहरूले भनिसक्नु भएको छ, समस्या भनेको जातीय छुवाछुत नयाँ तरिकाले आइरहेको छ भने त्यो सँगै आर्थिक समस्या, शैक्षिक समस्या, हरेक समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। म यहाँलाई अवगत गराउन चाहन्छु, बाबा साहब पूर्व मित्र मेरो डाक्टर मेराज आलम अन्सारी साहबले भन्नुभयो अम्बेडकरको जयन्ती किन मनाउने र के का लागि मनाउने भन्ने विषयलाई एकदम उहाँले क्लियर पारिदिनु भएको छ। यहाँ आज पनि मैले धेरैलाई खबर गरेको थिएँ, धेरैलाई भनेको थिएँ, फोन गरेको थिएँ, मेसेन्जर, व्हाट्सएप, ट्विटर। हुनसक्छ हाम्रो प्रमुख अतिथिले भनिसक्नुभयो मासभन्दा पनि विचार र त्यसलाई सम्मान गर्ने मान्छेको आवश्यकता हुन्छ, त्यसलाई मान्नेको आवश्यकता हुन्छ भनेर भनिसक्नु भएको छ। तर विडम्बना यो समुदायलाई साँच्चीकै